अ, उहाँ चाहिँ नि के हुनुहुन्छ भने दयावान हुनुहुन्छ र उहाँ चाहिँ नि जहिले पनि हामीलाई धैर्यतापूर्वक उहाँले चाहिँ गरिरहनु भएको पर्खिरहनु भएको छ हामीलाई है। अ, जस्तै अब सुसमाचारमा हामीले हेर्छौँ भने होइन प्रभु यति यति साह्रो धैर्यवान हुनुहुन्छ कि हामीलाई चाहिँ उहाँले सुसमाचार पनि हामीले देख्छौँ कि चेलाहरू चाहिँ नि सबै कुरामा चाहिँ बुझ्नमा उहाँहरू चाहिँ अलिकति ढिलो हुनुहुन्थ्यो है। अनि चेलाहरूलाई चाहिँ नि उहाँको विश्वासमा पनि उहाँहरू एकदमै कमजोरै हुनुहुन्थ्यो। तर प्रभुले चाहिँ नि उहाँहरूलाई चाहिँ नि धैर्यतापूर्वक चाहिँ नि उहाँले के गर्नुभयो त अप्नाउनु भयो, सिकाउनु भयो र आफूलाई आफ्नो मिसनमा चाहिँ नि उहाँले अगाडि बढाउनु भयो। जस्तै एक उदाहरणको लागि चाहिँ नि होइन, मत्तीको 13:36मा चाहिँ नि यो लेखिएको छ होइन, जुन प्रभुले चाहिँ सामाको दृष्टान्त भन्नुहुन्छ अनि भनिसकेपछि उहाँहरू भित्र आएपछि छुट्टै आएपछि चाहिँ नि उहाँको चेलाहरूले के सोध्नुहुन्छ, हामीलाई चाहिँ समाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस् भनेर चाहिँ उहाँले सोध्नुहुन्छ है। त्यस्तै गरेर लुकाको 8:9मा पनि बिउ छर्नेको दृष्टान्त जब प्रभुले चाहिँ नि भन्नुहुन्छ, त्यसमा पनि चेलाहरूले चाहिँ उहाँलाई आएर के भन्नुहुन्छ त, हामीलाई बिउ छर्नेको दृष्टान्तको अर्थ बुझाइदिनुहोस् है। त्यस्तै गरेर मत्तीको 8:23-27मा चाहिँ हामीले उहाँहरू चाहिँ जुन डुङ्गामा जाँदै हुनुहुन्थ्यो र आँधी आएको थियो होइन, आँधी आउँदाखेरि चाहिँ नि चेलाहरू एकदमै डराउनुहुन्छ। अनि उहाँहरू डराएर चाहिँ के गर्नुहुन्छ त, उहाँहरूले चाहिँ आत्तिँदै चाहिँ प्रभुलाई उठाउनुहुन्छ होइन। उठाएर चाहिँ के गर्नुहुन्छ, प्रभुलाई चाहिँ नि यस्तो भइरहेको छ हामीलाई चाहिँ नि उहाँहरूले डर व्यक्त गर्नुहुन्छ। तर डर व्यक्त गर्दाखेरि प्रभुले चाहिँ नि के गर्नुहुन्छ त, आँधीलाई शान्त पार्नुहुन्छ र आँधीलाई शान्त पारेपछि चाहिँ नि उहाँले अब त्यो सँगसँगै अर्को एउटा पाठ पनि छ जहाँ चाहिँ नि मत्तीको 17मा चाहिँ 19देखि 20सम्म चाहिँ नि भूत धपाउनेको कुरा गरिएको छ होइन। हामीले चाहिँ किन भूत धपाउन सकेनौँ त भनेर चाहिँ नि चेलाहरूले चाहिँ के गर्छ त, प्रभुसँग आएर चाहिँ नि उहाँले चाहिँ के गर्नुहुन्छ भन्नुहुन्छ, सोध्नुहुन्छ। अनि उहाँले प्रभुले के भन्नुहुन्छ, त्यो पदमा के भन्नुभएको छ भने तिमीहरूको विश्वास कम भएकोले। भनेपछि यो सबै कुराहरूबाट चाहिँ हामी के देख्छौँ भने चेलाहरूको विश्वास पनि कम थियो र साथसाथै उहाँहरूमा उहाँहरूले बुझ्न पनि उहाँहरूलाई चाहिँ नि धेरै गाह्रो भइरहेको अवस्था थियो नि। यो जति अगाडि बढ्दै गयो उहाँहरूलाई चाहिँ जस्तै प्रार्थनाको लागि प्रार्थना सिकाइदिनुहोस् न हामीलाई भनेर चाहिँ उहाँहरूले सोध्नुहुन्छ होइन। प्रत्येकपल्ट जब चाहिँ प्रभुलाई चाहिँ चेलाहरूले चाहिँ कुनै कुरा सोध्नुहुन्छ, उहाँ चाहिँ नरिसाइकन धैर्यतापूर्वक चाहिँ के गर्नुहुन्छ त, उहाँहरूलाई चेलाहरूलाई चाहिँ सिकाउनुहुन्छ र उहाँलाई चाहिँ अगाडि बढाउनुहुन्छ है। विश्वासमा पनि त्यही तरिकाले उहाँले चाहिँ उहाँको विश्वास बलियो बनाउँदै बनाउँदै जानुहुन्छ। त्यत्रो ठुलो उहाँहरूले चाहिँ नि चमत्कारको काम गर्नु हुँदा पनि उहाँको चेलाहरूले समेत उहाँहरूलाई चाहिँ पूर्ण रूपमा विश्वास गर्न सकेका थिएन है। तर प्रभुले चाहिँ के गर्नुभयो त, धैर्यता छोड्नु भएन र उहाँले चाहिँ प्रभुले चाहिँ नि उहाँ चेलाहरूलाई चाहिँ पछि ठुलो उहाँको मिसनमा चाहिँ नि अगाडि बढाउनु भयो। अब अर्को के अरे हामीले यो प्रडिगल सन अथवा उडाउ पुत्रको दृष्टान्त पनि हामीले सुनेका छौँ नि होइन। त्यो उडाउ पुत्रको दृष्टान्त विशेष गरी लुका 15:11-32मा चाहिँ नि हामीले पाउँछौँ। र उडाउ पुत्रको दृष्टान्त हामी प्रत्येकलाई थाहा भएकै कुरा हो है। अब यसमा चाहिँ नि दुईवटा पात्रहरू छन्, एउटा पिता छन् र एउटा चाहिँ नि पुत्र छ। पिता चाहिँ नि को हुनुहुन्छ त, प्रभु परमेश्वर हुनुहुन्छ है। अनि पुत्र चाहिँ नि को हो त भन्दाखेरि हामीहरू हौँ है। अनि उहाँले चाहिँ नि उहाँको चाहिँ नि प्रेम यति साह्रो अ, ठुलो छ कि उहाँको चाहिँ नि उहाँ यति साह्रो चाहिँ नि धैर्यवान हुनुहुन्छ कि उहाँले चाहिँ के गर्नुहुन्छ, आफ्नो छोरा जब पिताले चाहिँ आफ्नो छोरा उहाँहरूबाट गइसके तापनि उहाँले चाहिँ पिताले चाहिँ सधैँ चाहिँ नि उहाँ त्यो छोराको बाटो चाहिँ नि हेरेर बसिरहनुहुन्छ है। उहाँको चाहिँ त्यो धैर्यता चाहिँ नि धैर्यवान भएर चाहिँ पक्कै पनि कुनै न कुनै दिन मेरो छोरा चाहिँ नि फर्केर आउँछ है भनेर चाहिँ उहाँले चाहिँ बाटो हेरिरहनु भएको थियो भने चाहिँ प्रभु परमेश्वर पनि हामीमा पनि त्यस्तै धैर्यता उहाँले चाहिँ अप्नाउनुहुन्छ है। उहाँले चाहिँ नि कोही मान्छे चाहिँ नि जुनै पनि व्यक्ति पापी चाहिँ नि उहाँबाट टाढा जान्छन् भने उहाँले चाहिँ नि धैर्यतापूर्वक चाहिँ उहाँको बाटो हेरिरहन्छ, कहिले चाहिँ नि त्यो व्यक्ति फर्किन्छ र प्रभुलाई चाहिँ फेरि ग्रहण गर्छ भनेर। त्यसले गर्दा उहाँको धैर्यताको सीमितता छँदै छैन है। अब अर्को 2 पत्रुस 3:9मा के लेखिएको छ भने प्रभुले चाहिँ आफ्नो प्रतिज्ञा पुरा गर्न ढिला गर्नुहुन्न, तर उहाँ तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ, किनभने उहाँ कोही पनि नाश नहोस् र सबैले पश्चाताप गरून् भन्ने चाहनुहुन्छ है। यो पदमा चाहिँ नि
प्रभुले परमेश्वरको दोस्रो आगमनको कुरामा चाहिँ मान्छेहरूले चाहिँ नि कुरा गर्दाखेरि चाहिँ अब किन चाहिँ आएन भन्ने कुरामा चाहिँ उहाँले के भन्नु, उहाँ किन आउनु भएको छैन अझै भन्दाखेरि उहाँले चाहिँ नि जतिसक्दो सबै मानिसहरू चाहिँ नि मुक्ति पाओस्, उहाँको योग्यको होस् भनेर चाहिँ उहाँहरू चाहिँ नि धैर्यतापूर्वक पर्खिरहनु भएको छ र उहाँको आफ्नो समय पनि छ र त्यो समयलाई चाहिँ उहाँले समय चाहिँ नि लिइरहनु भएको चाहिँ नि हामीले देख्न सक्छौँ भने चाहिँ यसमा पनि के देख्न सक्छौँ भने हामीले चाहिँ नि प्रभुको धैर्यता, मानिसहरूप्रतिको धैर्यता चाहिँ नि हामीले देख्न सक्छौँ है। सेन्ट मार्गरेट मेरी जुन चाहिँ नि सेक्रेट हार्टको कुरामा चाहिँ उहाँले एउटा यो कुरा यो उहाँलाई चाहिँ नि प्रभुले चाहिँ नि दर्शन दिएर के भन्नुभयो, उहाँ इङ्ग्लिसमा पढ्न गइरहेको छ, बिहोल्ड दिस हार्ट विच हेज सो लभड म्यान येट इज सो लिटल लभड इन रिटर्न। प्रभुले चाहिँ के भन्नुभयो, के उहाँले चाहिँ कस्तो कुरा व्यक्त गर्नुभयो, यो हृदयले चाहिँ मानिसलाई यति साह्रो प्रेम गरेको छ, तर फिर्ता बदलामा चाहिँ नि के गर्नु त्यति नै प्रेम उहाँले चाहिँ नि पाउनु भएको छैन है। उहाँले चाहिँ के भन्नुभएको भन्न खोज्नु भएको भने उहाँ चाहिँ नि मानिस जति पनि उहाँबाट टाढा गए तापनि उहाँ चाहिँ नि धैर्यतापूर्वक चाहिँ नि पर्खिरहनु भएको छ है। उहाँले चाहिँ पर्खिरहनुहुन्छ कि मानिस चाहिँ फर्केर आउँछ र जब उहाँ फर्केर हामी फर्केर आउँछौँ त उहाँले चाहिँ आफ्नो प्रेमपूर्वक उहाँले चाहिँ के गर्नुहुन्छ त हामीलाई अप्नाउनुहुन्छ भने चाहिँ यो धैर्यताको कुरामा चाहिँ नि उहाँ चाहिँ नि अति धैर्य हुनुहुन्छ र हामी सधैँ उहाँले चाहिँ नि हामी प्रभुमा उहाँको बाटोमा आओस् बाटोमा हिँडोस् भनेर उहाँले चाहिँ हामीलाई धैर्यतापूर्वक पर्खिरहनुहुन्छ है। उहाँको यो धैर्यताबाट चाहिँ के आउँछ त, मर्सी अथवा असीमित दयाको कारणले गर्दाखेरि पनि यो धैर्यताले चाहिँ नि असीमित दयालाई पनि देखाउँछ है। प्रभुकोबाट चाहिँ नि असीमित दया चाहिँ नि बहिरहेको छ है। उहाँकोमा चाहिँ नि यो चाहिँ नि यो यति ठुलो छ कि यसको चाहिँ कुनै अन्त नै छैन है। फेरि अघिकै उडौ पुत्रकै कथा जुन दृष्टान्तमा फेरि जान चाहन्छु, त्यसमा चाहिँ के गर्नुभयो भने प्रभुले जब चाहिँ त्यो छोरा फर्केर आयो, त्यो छोराको स्पष्टीकरण पनि त्यो पिताले मागेन होइन। उसले चाहिँ पहिला तैँले मलाई चाहिँ माफ माग अनि मात्र म तँलाई अपनाउँछु भने उहाँले चाहिँ भन्नु भएन। तर के टाढामा चाहिँ फर्केर आएको देख्न साथ ऊ चाहिँ नि खुसी हुँदै छोरालाई चाहिँ लिन जानुभयो र उहाँलाई चाहिँ नि अङ्गालो मारेर चाहिँ नि उहाँले चाहिँ के गर्नुभयो त माफी दिनुभयो र साथसाथै उहाँले चाहिँ खुसी पनि मनाउनु भयो है। त्यसले गर्दाखेरि उहाँले चाहिँ नि त्यहाँ बाप पिताले चाहिँ नि पुत्रको बाटो हेरिरहेको थियो कि, तर रिसको कारणले गर्दाखेरि त म चाहिँ मेरो छोरा कहिले आउँछ र यसको चाहिँ न्याय गर्छु भनेर पनि उहाँले चाहिँ नि हेर्नु भएको थिएन। तर दयालु हृदय भएकोले हुनाले गर्दा चाहिँ कहिले फर्कन्छ र मलाई चाहिँ नि मेरो बाटोमा मतिर चाहिँ आउँछ भनेर चाहिँ नि उहाँले चाहिँ के गर्नुभएको थियो भने हेरिरहनु भएको थियो। प्रभुको परमेश्वरको हृदय पनि त्यस्तै छ है। उहाँले चाहिँ नि हामी फर्केर आउँछौँ भने उहाँले हाम्रो न्याय गर्नु हुँदैन, उहाँले चाहिँ हामीलाई कुनै स्पष्टीकरण माग्नुहुन्न, तर पूर्ण हृदयले चाहिँ उहाँले चाहिँ हामीलाई के गर्नुहुन्छ, माफ दिनुहुन्छ र क्षमा दिनुहुन्छ र उहाँको अङ्गालोमा चाहिँ हामीलाई लिनुहुन्छ है। एफिसीको 2:4-5मा यो यस्तो लेखिएको छ, तर परमेश्वरले हामीलाई असाध्यै माया र ठुलो दया गर्नुभयो, हामीले अटेरी गरेर आत्मिक तवरले मरे तापनि उहाँले क्रिससँग फेरि जिउँदो गराउनु भयो। तिमीहरू बचाइएको पनि परमेश्वरकै अनुग्रहले हो। यहाँ चाहिँ नि हामी किन बचाइएका छौँ भने चाहिँ हामीले किन मुक्ति पाएका छौँ भने परमेश्वरको दयाले गर्दा हामीले चाहिँ नि मुक्ति पाएका हौँ। उहाँको दया यति असीमित छ कि उहाँले हामीले जस्तै पाप गरे तापनि उहाँले चाहिँ के गर्नुहुन्छ त हामीलाई कुनै पनि पाप चाहिँ यति ठुलो छैन कि जुन चाहिँ प्रभुले हामीलाई माफ गर्न सक्नुहुन्न है। पौलले चाहिँ नि क्रिस्चियनहरूलाई सताउँदै मार्दै हिँडेको थियो, तर उहाँलाई पनि प्रभुले के गर्नुभयो, माफ दिनुभयो र आफ्नो छत्र छायामा ल्याउनु भयो भने भने चाहिँ हामीलाई चाहिँ उहाँले कति बडा, हामी प्रत्येकलाई चाहिँ उहाँले के गर्नुहुन्छ, त्यही प्रकारले प्रेम गर्नुहुन्छ र कुनै पनि हामीले चाहिँ के मान्नु भएन, मेरो पाप चाहिँ एकदम ठुलो छ मलाई चाहिँ प्रभुले माफ गरिदिनु हुँदैन त्यस्तो सोच्नुहुन्न, तर हामी चाहिँ प्रभुको दयामा चाहिँ नि भर पर्नुपर्छ है। अनि यौन्नाको 19:34बाट पनि जुन प्रभुले चाहिँ नि के अरे भालाले भेदन गरिन्छ, त्यहाँबाट चाहिँ कोराबाट आएको रगत र पानी निस्किएको थियो भने चाहिँ पूर्ण रूपमा चाहिँ उहाँले के गर्नुभएको थियो हामीलाई, उहाँले चाहिँ नि पूर्ण रूपमा चाहिँ नि हामीलाई के गर्नु रित्याएर चाहिँ नि आफ्नोमा भएको सबै कुरा चाहिँ दिएर चाहिँ नि उहाँ यसले चाहिँ के देखाउँछ भने प्रभुको अनन्त दयाको प्रतीक चाहिँ नि यसले दर्शाउँछ। अनि अन्तमा चाहिँ म के भन्न चाहन्छु भने त्यो
प्रभुको त्यो मर्नेको समयमा उहाँको छेउमा दुइटा छेउमा चाहिँ नि दुइटा के थिए, दुइटा चोरहरू थिए होइन। लुकको 23को 40देखि 43मा चाहिँ नि त्यो दोस्रो चोरको बारेमा लेखिएको छ। त्यसले दोस्रो चोरले के भन्छ, उहाँले चाहिँ नि मलाई चाहिँ नि माफ गर्नुहोस्, तपाईँले त नगरिकन तपाईँले चाहिँ दुःख कष्ट भोगिरहनु भएको छ नि, तर मैले त पाप गरेको थिएँ। अनि उहाँले के भन्नुहुन्छ, मलाई चाहिँ नि प्रभु माफ गरिदिनुहोस् र मलाई चाहिँ नि ग्रहण गर्नुहोस्। अनि प्रभुले के भन्नुहुन्छ 43मा भन्नुहुन्छ, म तिमीलाई भन्छु आज नै तिमी मसँग स्वर्गमा हुनेछौ। अब यसले चाहिँ नि हामीलाई के देखाउँछ भने प्रभुले चाहिँ नि हामीलाई जस्तै अब त्यो मैले यसो रिसर्च गरेको थिएँ कि त्यो जो चोरको नाम चाहिँ नि डिसमिस रहेछ, उहाँलाई चाहिँ नि अहिले क्याथोलिक चर्चले सन्तको रूपमा पनि मान्नु हुँदो रहेछ, सन्त डिसमिस भन्नुभएको छ है। उहाँले के गर्नुभयो, बप्तिस्मा पनि पाउनु भएन, उहाँले कुनै संस्कार पनि पाउनु भएन, उहाँ त चर्चमा जानु नै भएन होइन। तर पनि प्रभुले चाहिँ सबभन्दा पहिलो व्यक्ति जसलाई चाहिँ उहाँले आफूसँग स्वर्गमा लानुभयो, उहाँ चाहिँ को हुनुहुन्थ्यो, त्यो चोर हुनुहुन्थ्यो। भनेपछि यसबाट चाहिँ हामी के देख्छौँ भने प्रभुको दया चाहिँ यति साह्रो असीम छ कि, उहाँको माया चाहिँ प्रेम चाहिँ यति साह्रो असीम छ कि उहाँले चाहिँ हामीलाई हाम्रो यस मात्र उहाँले चाहिँ नि चाहनुहुन्छ है। एउटा जो के अरे मेल गिब्सनले जो रोगन पडकास्टमा चाहिँ एउटा भन्नुभएको छ, द ल मेकर इज अबभ द ल, देयर इज अ लट अफ मर्सी होइन। उहाँले चाहिँ के भन्नुभएको छ, ल मेकर प्रभु चाहिँ के भन्छ, नियम बनाउने व्यक्ति हो, उहाँले बनाउनु भएको थियो होइन। तर प्रभुले चाहिँ के भन्नुभएको छ, उहाँले चाहिँ के भन्नुभएको छ नि, उहाँको प्रेम यति साह्रो छ कि, उहाँको दया यति साह्रो छ कि उहाँलाई चाहिँ कुनै पनि नियम कानुनले चाहिँ रोक्दैन। त्यसले गर्दाखेरि अन्तमा चाहिँ हामी के भन्न चाहन्छु, म के भन्न चाहन्छु भने यो जुन प्रभुको पवित्र हृदयको जुन दयावान हृदय छ होइन, त्यो हृदयलाई चाहिँ हामी ग्रहण गरौँ है। हामीले चाहिँ नि हाम्रो अघि भने मैले कुनै पनि पाप यति ठुलो छैन कि प्रभुले हामीलाई माफ गर्न सक्नुहुन्न। तर प्रभुले के गर्नुहुन्छ चाहिँ सधैँ हामीलाई चाहनुहुन्छ कि उहाँले चाहिँ नि हामी फर्केर आओस् है। र हामीले जतिपल्ट पाप गर्छौँ नि, हामीले चाहिँ के गर्छौँ त, वचनमा भनेको जस्तै उहाँको हृदयमा हामीले जुन त्यो सेनाले चाहिँ उहाँको हृदयमा भेदन गरेको थियो, त्यस्तै तरिकाले हामीले भेदन गर्छौँ। काँडाको मुकुट उहाँको हृदयमा, उहाँको टाउकोमा हामी लगाइदिन्छौँ। र हामी चाहिँ नि हाम्रो हृदयले चाहिँ नि उहाँको हृदयलाई चाहिँ हामीले छिया छिया पार्छौँ है। हामी के गर्ने त, प्रभुको हृदयलाई सधैँ छिया छिया पार्ने हो कि हामी प्रभुको वचनमा चाहिँ नि हामी जाने, हाम्रो प्रभुको उहाँको जुन असीमित योजना छ हाम्रो लागि, जुन असीमित दया छ, त्यो दयामा चाहिँ भर परेर उहाँको प्रेममा चाहिँ हामी बाँच्ने, त्यो प्रश्न चाहिँ हामीले गर्नुपर्छ। यही साथसाथ चाहिँ म प्रभुलाई धन्यवाद दिन चाहन्छु र तपाईँहरू सबैलाई पनि धन्यवाद दिन चाहन्छु, यो मौका दिनुभएकोमा, जुन मौकामा चाहिँ मैले प्रभुको वचन भन्नु पाएको छु। हुन्छ, धन्यवाद।